म भक्त हुँ यो देशको, देश प्रेमको कुरा लिएर आउँदैछौँ हामी। देश प्रेमको, तर थाहा छ अहिले सबभन्दा स्याड को छ? सबभन्दा स्याड मान्छे को छ? गोविन्द केसी। सुत्न पाएन नि। अनि सबभन्दा स्याडै गोविन्द केसी के। हो। गोविन्द केसी अहिले हुन्थ्यो नि यो माग उहिले सम्बोधन हुन्थ्यो के होइन। अब त्यही भएर जुन अब एउटा डक्टरलाई अर्को डक्टरले रिप्लेस गराएछ नि भुसाल, भुसाललाई पनि लिएर जानु पर्यो क्या क्लब र प्लेयरहरूले। यसो अनसन हान्ने, अनसनै बस्ने हो भने, तर रिले अनसन यो हिउँमा कसरी हुन्छ यार? भुसालले अलि अलि झ्याउ गर्छ क्या। यहाँ चर्च बोइज छ, हाम्रो यहाँ हिन्दू बोइज खै भन्छ त्यसले फेरि। भुसाल अलि लफडा गर्छ भुसालले। हो त्यो अलि मिल्दैन। बट अब यहाँ 2-3टा टपिकहरू छन् होइन। पहिला त नयाँ कोच एपोइन्ट भएको छ। त्यो एक हप्ता अगाडि चाहिँ के भन्छ अरे प्लेयरहरूले गएर तालाबन्दी गर्यो होइन। अनि कोच एसोसिएसनको मान्छेहरू मुख देखाएर फाइनल्ली डिफेन्ड गर्नुभयो आफ्नो जागिर होइन। त्यो चाहिँ राम्रो थियो होइन। अनि त्यसपछि आज क्लबको आयो। त्यसपछि ए डिभिजनको डेट पनि एनाउन्स भयो बाइ द वे होइन, 28 चैत्रमा गर्ने भनेर। त्यहाँबाट आज क्लबहरू नै जानुभयो होइन। भनेपछि ए डिभिजन लिग जाँदा के लाग्छ तपाईँलाई? हुँदैन। मैले चाहिँ क्लियरली नबुझेको चाहिँ आजको क्लबहरूको जानुको रिजन के हो? फेरि भेट्न जानुको यस्तो थियो रिजन त उनीहरूले पुरा यत्रो ब्यानरमै अस्तिको एन्फाको के भन्छ लेटर हेडै ब्यानरमा टाँसेर अनि तपाईँले साइन गर्नु भएको छ यहाँ भनेर। अस्ति जुन खेलाडी सङ्घ र एन्फाको मिटिङ बस्यो नि, जुन दिन ताला खोल्यो नि उनीहरूले होइन, ताला खोलेको दिन चाहिँ भित्र बसेर चाहिँ डेट फिक्स डेट फिक्स पनि भएको होइन के, त्यो एउटा प्रोस्पेक्टेड डेट 30 गते भनेर भनिदियो कि होइन। तर झ्याउ कहाँ गरिदियो भने यिनीहरूले त्यो झन् डेट फिक्स गरिसकेपछि टिम दर्ता भनेर जुन पत्र काटिदियो नि होइन, अनि त्यो पत्रमा फेरि 2टा क्लबलाई छुटाएर पत्र काटिदिएछ क्या यिनीहरूले है। त्यो दिनसम्म चाहिँ जुन दिन यिनीहरूको मिटिङ भयो त्यो दिन चाहिँ फेरि यिनीहरूको जुन ए डिभिजन क्लबहरूको शहीद स्मारक क्लब एसोसिएसन रहेछ क्या। मैले पनि फर्स्ट टाइम थाहा पाएको। मैले त जस्ट यिनीहरू एउटा ग्रुप होला होइन, नेपाली काङ्ग्रेस ग्रुपको एउटा भातृ सङ्गठनको होला केही होला यहाँ भन्ने जस्तो लागेको थियो मलाई। तर शहीद स्मारक क्लब एसोसिएसन ग्रुप रहेछ क्या उनीहरूको, जस्तो एउटा हुन्छ एसोसिएसनै रहेछ। अनि उनीहरूले चाहिँ 5-6वटा माग थियो। त्यसमा चाहिँ यो दसैँभन्दा अगाडि ए डिभिजन क्लब र हाम्रो यो एन्फा बसेर गरेको हामीलाई त्यो सहमति चाहिँ कार्यान्वयन गर्नु पर्यो। जुन चाहिँ होम एन्ड अवे हामीलाई ग्राउन्ड अभाइलेबल गरिदिनु भनेको थियो, यसमा सहजीकरण गरिदिनु पर्यो। त्यसपछि क्लब लाइसेन्सिङमा सहजीकरण गरिदिनु पर्यो। यो त धेरै पुरानो कुराहरू हो नि त होइन। अनि तेस्रो बुदा थियो कि त्यहाँ भनेको अर्ली इलेक्सन खारेज गर्नु पर्यो भन्ने बुदा थियो कि त्यसमा चाहिँ होइन। तेस्रो बुदामा जुन चाहिँ उनीहरूले अर्ली इलेक्सन गरिरहेछ त्यो चाहिँ छैन, विधान अनुसार होइन, विधान सम्मत छैन त्यो, तर यो चाहिँ खारेज गर्नु पर्यो भनेर छ क्या। अब बट आजकोमा अर्ली इलेक्सनको कुनै पनि कुरा छैन। आज जस्ट उनीहरूले के भनेको छ भने यो हामीले नेसनल लिगमा जानेर नबुझेर अलिक लामो प्रोसेस छ यो हाम्रो के भन्छ खेलाडी श्रम स्वीकृति गराउन लामो प्रोसेस छ, यसमा इन्फाले सहजीकरण गरिदिएन, हामीलाई यसमा सहजीकरण गरिदिनु पर्यो। इन्फाले क्लब लाइसेन्सिङमा पनि सहजीकरण गरिदिनु पर्यो। अब ए डिभिजन खेलाउने भनेको छ, 30 गते खेलाउने भनेको छ, विन्डो सिन्डो फिफा विन्डो केही पनि छैन होइन। हाम्रो त यही नेसनल लिग केटाहरू खेलाउन सक्दैन, ट्रान्सफर गर्नुपर्छ, त्यो पनि छैन। हामीलाई सोध्दै नसोधी गर्ने, हामीलाई राखेरै गर्नु पर्यो भन्ने रिजन। अरू रिजन 7वटा के थियो मैले त पुरा भन्न सकिनँ। यो रिजन छ क्या। सो विदिन द ग्याप अफ लाइक 1 विक चेन्जेस भएको छ क्या, धेरै कुरा चेन्जेस भएको छ। र चेन्जेस हुनुको रिजन पनि के छ भने अर्ली इलेक्सनमा चाहिँ लगभग एन्फाको जति पनि टप लेभल, जस्तै अब एउटा वरिष्ठ उपाध्यक्ष अनि 3-4वटा उपाध्यक्ष हुन्छ के अरे त्यहाँ होइन। त्यहाँ सबै लगभग क्लबको अध्यक्षहरूकै दावेदारी छ क्या, उम्मेदवारी सबै क्लबको अध्यक्ष छ क्या। वरिष्ठ उपाध्यक्षमा त अब एनआरटीको अध्यक्ष र प्लानिङ बोर्डको अध्यक्ष भिड्दैछ त्यहाँ होइन। अनि प्लस उपाध्यक्षमा त फ्रेन्ड्सको के अरे सरस्वतीको अरू मछिन्द्रको सबैको छ नि त। अनि यो त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएको कुरा हो क्या। धर्नामै छ उनीहरू होइन। अनि फन्ने कुरा के छ भने होइन, यो क्लब एसोसिएसनको सदस्य फेरि हाम्रो एन्फाको सिइओ पनि रहेछ क्या। तर अपोजिट साइड भयो क्या। एन्फा सिइओ चाहिँ भित्र छ, यिनीहरू चाहिँ फेरि बाहिर बसेर कराइरहेछ होइन, क्लब्सहरू चाहिँ बाहिर बसेर। सो यो मलाई यो ठिक छ, आफ्नो पोइन्ट अफ भ्यू हो क्लब्सहरूको पनि,
बट लाइक हामी थर्ड पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ यो कुनै पनि कुरा चित्त बुझ्नु चाहिँ छैन। नै जस्तो हजुरको इभन इङ्ल्यान्ड एफएको जुन स्ट्रक्चर पनि छ त्यो यस्तो छैन के हुन्छ नि। यो के हो भन्दाखेरि यो लास्टै सङ्गठनित गन्जागोल भयो कि यो वास्तवमा एकदमै सङ्गठनित गन्जागोल हो। अनि अर्को कुरा भनेको चाहिँ मैले पनि यही कुरा गर्दै थिएँ कि दिउँसो पनि यही कुरा भएको थियो क्लबहरूको, किनभने मैले एकजना साथीसँग कुरा गर्दा गर्दै खेलाडी.com चाहिँ लाइभ आएर यो यस्तो यो नाटक भयो भन्ने थाहा पाएपछि यसो हेरौँ भनेर मैले हेरेको त्यो झगडा गरेको होइन। जस्तो अब त्यो मैले मेन देखेको पोइन्ट भनेको अब जुन मलाई अब भनौँ न सरप्राइजिङ लाग्यो होइन, इज नेसनल लिग खेल्न टिमहरू मान्यो होइन। र मैले सुनेको चाहिँ क्लबहरूलाई पहिलेबाट थाहा थियो कि ए डिभिजन पनि हुन्छ, ए डिभिजन पनि हुन्छ भन्ने क्लबहरूलाई थाहा थियो कि त्यो हुँदा हुँदै पनि क्लबहरू नेसनल लिग खेल्यो अनि ए डिभिजन लिग खेल्यो होइन। अब मेरो डाइरेक्ट क्वेसन भनेको त यो त लोकल लेभल टुर्नामेन्ट होइन नि त, त्यसको फर्स्ट टायर टुर्नामेन्ट सेकेन्ड टायर टुर्नामेन्टहरू भनेको त लिग भनेको त लोकल लेभल होइन नि त होइन। यसको त कहीँ न कहीँ त फिफासँगको त कनेक्टिभिटी छ नि त फिफा कनेक्टमा किन कनेक्ट गर्नु पर्यो होइन त्यो सब रिजनहरू भनी त यार भोलि बिहान एएफसी च्यालेन्ज लिगमा चाहिँ को पठाउने त। अब यदि ए डिभिजन लिग पनि भयो भने होइन ए डिभिजन लिगको मान्छे पठाउने कि नेसनल लिगको मान्छे पठाउने त, त्यो त एउटा बिग क्वेसन त त्यहाँ रेज भयो। अब त्यो कुरा क्लबहरूले एग्री गरे अब किन एग्री गर्यो फेरि त्यो पनि अब त्यो अचम्मको कुरा हो यस्तो होइन। मलाई लागेको कुरा चाहिँ जस्तो जस्तै अब अहिले हेर्नु न लालीगुराँस अहिले थर्डमा छ होइन, एउटा इक्जाम्पल के सानो इक्जाम्पल, लालीगुराँस थर्डमा छ अनबिटन छ होइन, 12 म्याचेस भइसक्यो अनबिटन छ। ल मेबी नहोला ल फर्स्ट नहोला गरे मैले माने होइन, फर्स्ट नहोला गरे बट हुन सक्ने चान्स पनि त छ होइन। यसो त होइन कि उनीहरू आई थिङ्क 25-24 त छ दाइ पोइन्ट, आई थिङ्क 25 पोइन्ट छ मचिन्द्र, त्यसपछि एपिएफ, त्यसपछि 24मा लालीगुराँस। अब हेर्नु यो भनेको त अनि अनबिटन नै लालीगुराँस छ, मचिन्द्र त बरु 2टा गेम हारेको छ भनेपछि देयर इज अ चान्स कि लालीगुराँस क्यान विन दिस लिग नेसनल लिग। भनि लालीगुराँस जाने कि नजाने एएफसी च्यालेन्ज लिगमा होइन। किन भन्दाखेरि यो त एउटा क्वेसन यसरी रेज भयो नि त कि त यो नेसनल लिगको चाहिँ इम्पोर्टेन्स के हो, यत्तिकै ऱ्यान्डम गराएको हो कि होइन, त्यो के हो भन्ने भयो। अनि अर्को कुरा चाहिँ मलाई एउटा चाहिँ एकदमै लागेको भनेको जुन अब बाहिरको भन्दा पनि एउटा हुनुपर्ने भनेको स्टेक्स होल्डर चाहिँ भएन। जस्तो मलाई चाहिँ के लाग्छ भन्दाखेरि मेरो पर्सनल विचार भनेको चाहिँ खबरदारी गरिदिने मान्छे भएन होइन। किन भन्दाखेरि प्लेयर एसोसिएसनले चाहिँ एउटा एन्फाकै अङ्ग हो नि त, त्यो त एन्फाकै अङ्ग हो नि त। र सबलाई थाहा भएको फ्याक्ट भनेको प्लेयर एसोसिएसन पनि एउटा दुधमा धोलिएको संस्था होइन होइन। कतिचोटि प्लेयरहरूलाई पर्दाखेरि कहाँ कतिचोटि हेल्प भएको छ, को प्लेयरहरूलाई के गरिरहेको छ भन्ने ब्याक स्टोरी धेरै हामीले पनि सुनेको छ कि यो भनेको पूर्ण रूपमा स्वस्थ संस्था त त्यो पनि छैन होइन, उनीहरूको पनि स्वस्थ छवि त छैन नि त। प्लेयर अब कोच एसोसिएसन त देखिसक्यो, त्यो त देखिसक्यो, ढाड कता फर्काउनु भयो विज्ञप्ति पनि आउँदो रहेछ यार सेतो सादा एफओ पेपरमा यार। त्यही भने नि होइन। त्यसले गर्दाखेरि त्यो गरिएको एभ्रिथिङमा चाहिँ एउटा फ्यानको स्टेक्स चाहिँ कम भयो क्या मैले देखेको होइन। एउटा खबरदारी पक्ष पनि कम भयो होइन। यो त एउटा आफै भित्रकै मान्छेहरू अब यस्तो हो नि त। हेर्नु न अब प्लेयरसँग त वार्ता गरेकै त हो नि त लिग यताउति भनेर, क्लब आउनु 1 हप्तापछि क्लब आउनु भनेको के हो फेरि, क्लब त्यहाँ थिएन त्यो मिटिङमा, अगेन न क्लब आयो के गर्यो भनेर होइन। भनेको त यो त यसरी त भोलि बिहान त यो त यसको त एउटा राइट पाथवे त दिएन नि त होइन। 1 हप्ता अगाडि चाहिँ एग्री गर्ने गरे होइन। अब प्लेयर एसोसिएसनले पनि हामीले गर्यो भन्यो, तर मलाई त लाग्छ प्लेयर एसोसिएसनसँग त वास्तवमा भन्दा टाइम नै पाइ गरे हो यिनीहरूले होइन, किनभने चैत्र 28मा गर्नु पोसिबल नै छैन। त्यो यिनीहरू टाइम पाइ नै गरे हो, टाइम पाइ डेट टोकिदिएपछि त फेरि आउन मिलेन नि त। भोलि नै प्लेयर एसोसिएसनलाई ल लिग गरिदिन्छ ल हेर 28बाट गरिदिन्छौँ भनेपछि त फेरि किन आउने त, अब आउन मिलेन, आउने कुनै पनि एउटा रहेन, तिमीहरूको माग एग्री गरे नि त भन्ने जाने भयो। सो मलाई चाहिँ दिएको यहाँ यो खबरदारीको पोइन्ट चाहिँ मैले देखेन क्या यो मैले चाहिँ त्यही अब यो नेसनल लिगको खेल्ने जुन अवधारणा यिनीहरूले लिएर आयो नि होइन, यिनीहरूले अलि इलेक्सन गर्ने लगभग 6-7 महिना अगाडि नै प्लान गरिसकेका थिए है। यो कुरा चाहिँ त्यस्तै लाग्यो, किन भन्दाखेरि चाहिँ इलेक्सन गर्ने वातावरण गराउनलाई त एउटा जो फुटबल चलिरहेको अवस्था देखाउनु पर्छ नेसनल लिग गरेको,
र क्लबको अध्यक्षहरूलाई पनि जुन अब अहिलेको शहीद स्मारक को यो क्लब एसोसिएसनको मेम्बर्सहरू छ प्लस क्लबको अध्यक्ष उनीहरूलाई पनि एन्फामा उठ्ने भन्ने कुरो पहिलेबाट उनीहरूको हाकाहाकी सबै कुरा फिक्स भइसकेको है। सो किनकि एन्फा नेसनल लिगको टाइसिट बनाउँदाखेरि नै बिचमा इलेक्सन राखेर बनाएको उनीहरूले टाइसिट होइन, माघमा इलेक्सन थियो त्यहाँ राखेरै बनाएको है। सो क्लबको मान्छेहरूलाई पनि लगभग थियो र के भन्छ लिग चल्दै गर्छ, लिग हामी नि त्यो भइदिउँ, त्यसपछि हामी ए डिभिजन गराउनलाई हामी जाउँला त्यसमा होइन। किनकि अब मैले त चिनेको छैन अहिलेको पङ्कज विक्रमको जुन अपोजिसनमा उठिरहेछ मान्छे होइन, उसलाई त मैले त अहिलेसम्म मलाई थाहा छैन को हो होइन, बट उनीहरूकै मान्छे हो। किनकि अस्तिको जुन खेलाडी सङ्घ र क्लबको भित्र मिटिङ हुँदाखेरि जुन ज्ञापन पत्र बुझाउनु गएको थियो त्यतिखेर ऊ त्यो मान्छे पनि थियो होइन। र यही मान्छेहरू पहिलेबाट उठ्ने भने फिक्स भइसकेपछि त्यो एउटा सेटिङ हो के, नेसनल लिग खेलिदिउँ, त्यसपछि नेसनल लिग खेलिसकेपछि निर्वाचन हुन्छ, निर्वाचनमा लागौँ, निर्वाचनमा लागिसकेपछि के त हामीले पनि केही मान्छे त्यहाँ राख्न जिताउन सकिन्छ कि, किन एउटा वरिष्ठ उपाध्यक्ष छ ल त्यो त ठिकै छ, उपाध्यक्ष 2-3 जना उठिन्छ र पछि सदस्यमा पनि आउन सकिन्छ, त्यसपछि हामीले पनि केही जोड दिएर अर्को वर्ष ए डिभिजन गराउन सकिन्छ कि भन्ने हिसाबमा हो होइन। र जब ए डिभिजनको डेट तोक्दियो यो क्लबहरूलाई चाहिँ मान्ने छँदै छैन क्या, मैले त्यतिखेरै भनेको यो हुँदैन यो लिग, किन भन्दाखेरि अब यहाँ स्टेक होल्डरको कुरा गर्दाखेरि चाहिँ पक्ष जम्मा 2टा हुनुपर्ने हो होइन। यहाँ खेलाडी सङ्घ पनि छ क्या, एक्स्ट्रा त्यो म चाहिँ एक्स्ट्रा मान्छु खेलाडी सङ्घलाई होइन। खेलाडी सङ्घले त क्लबहरूलाई भन्नुपर्ने कुरा हो क्या यो। अब क्लब छैन, क्लबले अस्तिदेखिबाट 5-6वटा बुदावाला ज्ञापन पत्र बुझाएको बुझै छ होइन, यो हामीलाई यो अनुसार गर्दै यो अनुसार गर्दै यो अनुसार गर्दै भनेर। अब खेलाडी सङ्घ ताला लगाएर डेट तोक्दै भनिदिन्छ होइन। अब डेट तोक्दिनु त ल तोकिदियो उनीहरूले डेट है, डेट तोकेपछि त डेट त तोकिदियो नि होइन। त्यो ख्याल डेट तोकेर पत्र पनि काटिदियो के, मलाई त अचम्म लाग्यो हो। तिनीहरूले त पत्र काटिदिरहेको ल दर्ता गराउन आउनुहोस् भनेर के, कुन लेभलको त्यो एउटा हुन्छ नि कन्फिडेन्स के हुन्छ नि, होला चाहिँ के होला चाहिँ। उनीहरूलाई थाहा नि बाधा अड्चन आउँछ भनेर, क्लब आउँछ भनेर होइन। अनि क्लब आयो त्यसपछि अब किनकि अब यो र मलाई लागेको कुरा चाहिँ अब यो क्लबले यो कुरा छोडेर नि अब इलेक्सन त यिनीहरूले जसरी नै गर्ने भयो होइन। एउटा मात्रै पक्ष छ इलेक्सनको अगेन्स्टमा, त्यो भनेको अब हाम्रो पूर्व अध्यक्ष पक्ष जुन गणेश थापावाला छ होइन, उहाँहरू मात्रै हो इलेक्सनको अगेन्स्टमा। नत्र क्लबहरूको अध्यक्षले नै उम्मेदवार दिइसकेपछि त उहाँहरू पनि त इलेक्सनमै राजी भइसक्नु भएको छ त होइन। अब त मैले राजी नै हो, राजी हो। र मेरो विचारमा चाहिँ अघि तिमीले स्टेक होल्डरको कुरा गर्यो नि, यो जर्मन फुटबलमा छैन 50+1 वाला हो कि 49+1 रे 50 प्लस अब हजुरको 50+ क्लब 50+1 मोडल हो 50+1 वाला होइन। यो चाहिँ अब एक त मैले त अस्ति नै एउटा विधान फेर्नुपर्छ भनेको छु मैले होइन। यो विधान चाहिँ यो घुस हान्नै पर्छ होइन। मैले अस्ति एआइएफएफ को विधान हेरेँ के, विधान भन्नाले नि उनीहरूको स्ट्रक्चर हेरेँ के होइन, कार्य समिति स्ट्रक्चर हेरेको उनीहरूको होइन। त्यो अपिल कमिटी, जुडिसियरी कमिटीहरूमा छ नि एउटा त्यो एक्स त्यो हुन्छ नि देशको लागि राम्रो काम गरेको मान्छेहरू के, जस्तै एक्स मिलिटरी वाला मान्छे होइन, जुडिसियल मान्छेहरू हो त्यस्तै। इङ्ल्यान्डको त मैले ठ्याक्कै हेरेको थिएँ, इन्डियाको हेरौँ न, साउथ एसियाकै एउटा कुनै देशको हेरौँ न, इन्डियाको हेरेको त्यसरी राखेर रहेछ क्या। हाम्रो अपिल कमिटी हेरेको हाम्रो त दाइ हजुरको अब हेर्नु न दाइ, अब यो कस्तो भन्दाखेरि प्रुफ छैन दाइ होइन, भन्नलाई प्रुफ छैन होइन, भन्नलाई प्रुफ छैन। तर अहिलेको नेसनल लिगको भएको तरिकाहरू पनि देखियो, यहाँ भएका गोल्सहरू पनि देखिया छ होइन। र नेपाली फुटबलमा लागेको व्यक्तित्वहरू पनि देखिया छ होइन। तपाईँले पनि इनाफ देख्नु भएको छ, मैले पनि इनाफ देख्नु भएको छ। एउटा अनस्पोकन ट्रुथ के हो भन्दाखेरि धेरै क्लबहरू कसरी यो लिगमा रहिरहेका छन् भन्ने कुरा चाहिँ डार्क सत्य हो के होइन। धेरै क्लबहरू यो लिगमा कसरी रहिरहेको छन् भन्ने चाहिँ लास्टै डार्क सत्य हो। अब त्यो कुरो नमानेरै हामी अहिलेसम्म यहाँ पुग्या हो होइन, यो खस्केर यहाँ पुग्या हो त्यो कुरो नमानेरै। र किनभने दाइ अहिलेबाट होइन, यो स्ट्रक्चरमा भनौँ न, एन्फामा भएको मान्छेले क्लब ओन गर्न कसरी पाउँछ यार, त्यही त होइन। ओन इन द सेन्स कि उसको क्लब भन्ने त कसरी पाउँछ होइन।
यतिसम्मको घटनाहरू छ कि त्यो क्लबको मान्छेलाई फेभर गरेर एन्फाको ग्राउन्ड टेक्निकल ग्राउन्ड ट्रेनिङ गर्न दिएको छ होइन, अरूलाई त्यो ग्राउन्ड पाउन गाह्रो छ होइन। त्यो सम्मको कुराहरू भएको छ भने चाहिँ यो जुन संरचना नै छ, यो विधानको जुन संरचना छ त्यो पुरै एउटा कन्फ्लिक्टमा छ क्या, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भयङ्करै छ यसमा, भयङ्कर छ। यसमा लास्टै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ होइन। र मैले अर्को कुरा देखेको पनि के हो भन्दाखेरि चाहिँ होइन, अब मलाई चाहिँ कसैले भनिदियो अब देशको खेलकुद मन्त्री को हुन्छ भने मैले खेलकुद मन्त्री त मलाई मतलबै छैन होइन, राखेपाको अध्यक्ष को होइन, सदस्य सचिव को होइन, सदस्य सचिव को, यो चाहिँ इम्पोर्टेन्ट पोइन्ट छ क्या। अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि कि त यो संरचना भत्काउनु पर्यो, सदस्य सचिववाला संरचना राखेपा भत्काउनु पर्यो, त्यो भयो भने मात्रै खेलकुद मन्त्री चाहिँ एउटा इम्प्याक्टफुल पोजिसनमा रहने भयो। नत्र भने त यस्ता यस्ता कुराहरू जुन छन् नि, जुन यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नै छ, यो जुन संरचनाको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ होइन, यसलाई त कसरी चेन्ज गर्ने यार। आजको दिनमा एन्फाको चुनाव भएर केही पनि परिवर्तन हुँदैन क्या होइन, यो एउटा ठाडो फ्याक्ट हो कि केही पनि किन भन्दाखेरि जे तिक्तता अहिलेको विपक्षले राखेको छ त्यही तिक्तता अब जो यदि उहाँहरूको सरकार ढल्यो भने या उहाँहरू ढल्नु भयो भने उहाँहरूले पनि राख्नुहुन्छ, त्यो फ्याक्ट हो। किनभने जनताले भोट हालेर हटाइदिन मिल्ने कुरा होइन होइन, यो लोकल लेभलमा जिल्लामा मान्छे उठ्न पनि चाहियो दाइ, जिल्लामा फुटबल गरिरहेको मान्छे उठ्न पनि चाहियो। जिल्ला फुटबलमा फुटबलै भएको छैन, ल त्यही भने क्या दाइ, जिल्ला फुटबलमा फुटबलै भएको छैन, जिल्ला लिगै भएको छैन होइन, जिल्लाका ग्राउन्डहरू खाली रहँदा केही पनि मतलब छैन होइन। भनेपछि त त्यो त्यहाँबाट आएको मान्छेले के छान्ने हो, र यिनी जनताले कराउने ठाउँ पनि होइन यो होइन, जनताले कराएर भोट हालेर चेन्ज हुने ठाउँ पनि होइन यो। त्यो यसमा चाहिँ मैले देखेको भनेको चाहिँ एउटा फ्रेङ्कली मैले देखेको भनेको चाहिँ जसको पनि सरकार आउँछ, जसको पनि सरकार भनौँ न आउँछ, त्यसले यो विधान कसरी फाल्न मिल्छ होइन, या राखेपाले यसमा के किसिमको हस्तक्षेप गर्न मिल्छ त्यो ऐनमा होइन, त्यो ऐन संशोधन गर्नेतर्फ जान पर्छ। यसलाई चाहिँ राष्ट्रिय मुद्दा चाहिँ लिनुपर्छ। मैले यो कसरी राष्ट्रिय मुद्दा छैन क्या, यो राष्ट्रिय मुद्दा हो होइन। किनभने मैले राष्ट्रिय मुद्दा भनेर भन्छु भन्दाखेरि एउटा मात्रै नेपालको यस्तो स्पोर्ट्स हो जसको स्ट्रक्चर छ होइन, एउटा मात्रै नेपालको यस्तो एउटा स्पोर्ट्स हो जसको स्ट्रक्चर छ क्या, एबिसी छ, जिल्ला जिल्लामा छ होइन। हजुरको गोल्ड कपहरू भएको छ त इनफ म्याचेसहरू एउटा सिस्टमेटिक नभए हो, तर स्ट्रक्चर भएको त एउटा मात्रै स्पोर्ट्स त हो यो देशमा, अरू कुन स्ट्रक्चर छ र? स्ट्रक्चर त अरू स्पोर्ट्सको छैन कि, क्रिकेट इज अ नेसनल टिमको राइज खालको कुरो होइन। अनि एनपिएलको एउटा फ्रेन्चाइज फर्मेट होइन, त्यो डिफ्रेन्ट थिङ हो। देशभित्र स्ट्रक्चर रहेको त एउटा मात्रै हो, नेपाली फुटबल राष्ट्रिय मुद्दा हुनुपर्ने कुरा हो होइन। मैले त यो भने यो त विधान संशोधन नगरिकन त हुँदैन नि दाइ होइन। अब नयाँ अनि अब जस्तै कर्मा छिरिङको बेलादेखिबाट होइन, कर्मा छिरिङको बेलामा इन्द्रमान तुलाधर जो महासचिव थियो होइन, त्यतिखेरको महासचिव अहिले एन्फा सिइओ छ होइन। 8 वर्षको ग्यापमा 8 वर्षको उहाँ सिइओ मात्रै होइन, उहाँ अब राष्ट्रिय टिमसँग धेरै कोचिङ पोजिसनमा पनि जानु भएको छ होइन। त्यो ठिक छ, त्यो त बुझिया छ, देखिया छ होइन। अब धेरै कुरा छ, अब यहाँ सबै कुरा भने लामो हुन्छ होइन। अनि अब त्यति 8 वर्षमा कतिचोटि लिग भयो क्या होइन। जब किनकि भिडियो त पुरानो देखे हामी, गणेश थापासँग चर्का चर्की परेर जबसम्म जिल्लालाई क्लबलाई मतदान गर्ने अधिकार पाइँदैन, यहाँ यो गर्न मिल्दैन तबसम्म यहाँ भनेर भने नि सुन्ने हो त्यो बेला होइन। सबै कुरा त्यतिखेर संशोधन पनि गरेर जिल्लाकोलाई नि दिने, के अरे क्लबकोलाई नि भोटिङ अधिकार दिने, क्लबको मान्छे नि जान मिल्ने भयो के अरे होइन। क्लबको अध्यक्ष, सङ्कटा क्लबको अध्यक्ष, अब भनिदिउँ न, सङ्कटा क्लबको अध्यक्ष महासचिव पनि पहिलाको, अहिलेको एन्फाको सिइओ पनि है। अब तिमीले भने न एन्फा टेक्निकल सेन्टर दिन्छ भनेर, दिन्छ त, उसको आफ्नो मान्छे छ, दिन्छ। यो कुरा त एकदम गलत हो नि त। मैले पहिले लिग गर्नलाई कुनै क्लब, जस्तै कुनै क्लबसँग ल फन्डिङ पुगेन, यो पुगेन त्यो पुगेन, गराइदिँदैन उनीहरूले लिग, पैसाको कुरा न हो। त्यसपछि अर्को आउँछ किट स्पोन्सरको कुरा आउँछ क्या, पैसा त त्यहाँ लफडा त्यहाँ छ नि त, मेन ठगाइ त्यहाँ छ के। अब यहाँको कसो कता कता सेटिङ छ त्यो थाहा भएन होइन। अब सेटिङ नमिलेकोहरू सेटिङ मिल्न गाह्रो छ भने चाहिँ उनीहरू त आफ्नो साइड लाग्छ, उनीहरूले आफ्नो इन्ट्रेस्ट हेर्छ। अब महासला एन्फामा बसेर आफ्नो क्लबको इन्ट्रेस्ट हेर्ने हो कि ओभरअली
होल देशको फुटबलको इन्ट्रेस्टेड नि हो होइन होइन यस्तो हो नि त दाइ। अब यिनीहरूको हबिगत भनेको र यिनीहरूको एबिलिटी भनेको एउटा फुटबल क्लब चलाउने पनि छैन क्या होइन। फुटबल क्लब चलाउने हबिगत नभएकोलाई देशको फुटबल चलाउन दिएपछि होइन अहिले वास्तवमा भन्ने हो भने एन्फामा यो जुन ब्रेक इभन यो के अरे यो फिफाको ब्यान जुन लिफ्ट भयो फाइनेन्सियल जुन थियो होइन फन्डिङ कम यताउति आएको थियो यो त लिफ्ट भएको रिजन त दुईटा मात्र न हो। एउटा भनेको अनअर्गनाइज ऱ्यान्डम पडाङपुडुङ अन्डर 16 अन्डर 18 ग्रासरुट हान्ने होइन एउटा। अर्को भनेको बाहारेनसँगको फ्रेन्डली बाहिर गएर खेल्ने जुन नेपालमा खेल्न पर्ने गेम थियो होइन। त्यो एएफसीको प्रेसिडेन्ट बाहारेनको छ होइन। यिनीहरू त्यही गरेर खेलेर यिनीहरू त्यहीबाट पहिलो भयो एक हिसाबले भनौँ न। पैसा आएको यिनीहरूसँग पैसा आएको रिजन होइन। अनि त्यो भइसकेपछि त अब फेरि मलाई चाहिँ सबभन्दा स्याड लाग्ने पार्ट भनेको के भन्दाखेरि जो रिप्लेस गर्न आइरहेको मान्छेहरू पनि देख्छु नि इट वन्ट वर्क क्या इट वन्ट त्यो वर्क। मैले भनेको थिएँ क्या जस्तै मेरो यो त 2 वर्ष अगाडिदेखि कुरो हो होइन। एउटा यस्तो सेचुरेटेड पोइन्टमा हिट हानिसक्यो नि होइन नेपाली फुटबलको जुन विकास जो उनीहरूले त माथि आफ्नो रुफ माथि के छ कतिसम्म हाम्रो स्काई हो कतिसम्म हामीले छुन सक्छ भन्ने कुरा थाहै छैन के। अब यस्तो पोइन्टमा आइसक्यो कि जुन मान्छेले 40 वर्ष हामीले 45 वर्ष फुटबललाई दियौँ फुटबल यिनीहरूबाट केही पनि हुँदैन होइन। उनीहरूबाट केही पनि हुँदैन। मैले त जिल्लाको मान्छेहरू ठुल्ठुलो कुरा गरेर देख्छु क्या होइन। जो जिल्लाले आफ्नो के अरे आफ्नो खेलाडी ब्रान्डिङ पनि गर्न सक्दैन होइन। नेसनल टिममा पुगिसकेको खेलाडी मेरो चितवन जिल्ला खेलाडी त्यति कति राम्रो खेलाडी निस्किएर गएको छ क्या नेसनल टिममा पनि पुगेको छ। केही ब्रान्डिङ गर्दैन आफ्नो खेलाडीको होइन। र प्लस आफ्नो लिग आफ्नो देशमा जिल्लामा लिग पनि गराउन सक्दैन। जिल्ला लिग गराउन नसक्ने जिल्लाको अध्यक्षहरू होइन जो अब विभिन्न के भन्छ अरे पार्टीमा एउटा पोस्ट खाइसक्नु भएको छ मान्छेहरू त सबै होइन। उहाँ ठुलो कुरा गरेर देख्छु फेसबुकमा म होइन। फुटबल उनीहरूले जाने जस्तो उनीहरूलाई सबै कुरा फुटबलको सबै एस्पेक्ट होइन फाइनेन्सियलदेखि लिएर इकोनोमिकदेखि लिएर गएर फुटबलको हुन्छ नि इन्गेजमेन्टदेखि लिएर सबै कुरा उनीहरूलाई थाहा भए जस्तो होइन कुरा गरेर सुन्छु कि म। अनि मलाई लाग्छ अब यो नेपाली जुन फुटबल यो सर्कल छ जुन होइन सानो एकअर्कालाई चिनेको सर्कल हो होइन। अब क्लबको अध्यक्ष चिनिन्छ यार त्यो गेम के खेल्छ केटाहरूले त्यहाँ हजुर होइन। अनि यिनीहरूबाट अब हुँदैन के यो सबै यो यिनीहरूको सर्कल छ नि 40 वर्ष लाग्यो होला दाइहरू फुटबल खेले होला फुटबल खेल्या भएर कोच भाखान कति होइन। अनि यिनीहरूबाट चाहिँ अब हुँदैन सर्लक्कै जो इन्ट्रेस्टेड नयाँ मान्छेहरू छन् नि त छन् नि हरेक जिल्लामा छन् के नयाँ जुन गर्न खोजिरहेछन् मान्छेहरू उनीहरू नै हो। अब यो पोसिबल हुने भनेको अब यहाँ अघि तिमीले भने जस्तो राष्ट्रिय मुद्दा बनाएर यहाँ छानबिन समिति लगाएर दुईजना उठाएर के चेन्ज गर्न मिल्छ गराएर यो स्ट्रक्चरमा लागेको यो पिरामिडमा लागेको खिया हटाएर होइन। नेपालमा पिरामिड मात्र सञ्चालन गर्यो भने पनि त फुटबल त ओहो ल भइरहेछ है भन्ने हुन्छ नि त। दाइ आफै सोच्नु न यो त कस्तो भन्दाखेरि त मैले त भने नि यो त बहुत अनट्याप्ड मार्केट हो कि। र अर्को कुरा भनेको जुन अघि नै किट स्पोन्सरको कुरा पनि गर्नुभयो नि होइन। अब किट स्पोन्सरको केसमा त पहिला पनि मुद्दा लागे मान्छे हो होइन। पहिला पनि अहिलेको सचिवलाई होइन उहाँलाई केस लागै हो होइन। सेक्रेटरीले केस लागै हो नला होइन केटिएम सिटीको त्यो लागै हो होइन। अर्को कुरा भनेको अब अहिले नेसनल लिगमा स्पोन्सर के छ कसो छ होइन हेरौँ न होइन। को छ सीमा स्पोन्सर कहाँबाट केबाट लिएर आएको थियो होइन। मेन कुरा भनेको त एन्फाले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ कोही म्यानेजमेन्ट कम्पनी आयो भने नि लिग गराउन त्यसलाई फसाउने काम गर्छ होइन। त्यसलाई फसाउने हो कि कोही आयो भने नयाँ मान्छे आयो भने यिनीहरू मुर्गा हान्ने काम हो यिनीहरूले गर्ने होइन। मुर्गा हान्दिने होइन। यिनीहरू मुर्गा हान्ने काम हो कि यिनीहरूको अरू केही पनि होइन बस्ने मुर्गा हान्ने। यिनीहरूले के गर्छ जस्तो अब धेरै के हुन्छ अब यस्तो हो नि त नेपाली स्पोर्ट्समा आएर म झ्याप्पै लगानी गर्छु भनेर म्यानेजमेन्ट कोही कम्पनी आउन पनि अलिकति रिस्क हो होइन। त्यस्तो बेलामा चाहिँ एन्फालाई चाहिँ हामीले जति कमाइन्छ त्यो कमाइको यति पर्सेन्टेज गरौँ न त भन्दाखेरि त यदि एन्फा त्यो एउटा हामी बिल्डिङ फेजमा छौँ भन्ने बुझ्ने मान्छेले त त्यो मोडलमा जान्छ नि त जति जे भने पनि त्यो मोडलमा जान्छ। किन एउटा सामान्य एउटा इक्जाम्पल लिनु फिफाबाट पैसा आएको छ होइन। फिफाबाट नपुग्ने पैसा आउन्न क्या दाइ। फिफाबाट त भ्रष्टाचार गर्न मिल्ने पैसा आउँछ अनेस्टली फिफाबाट भ्रष्टाचार गर्न मिल्ने पैसा आउँछ होइन।
भनेपछि त यिनीहरू त त्यो तरिकाले चल्दै गर्दाखेरि त ल हुन्छ कति कमाइ हुन्छ होइन, तिमीहरूले हामीलाई सेयर गर होइन, यो एकाउन्ट सेयर गर, त्यो हिसाबले ल यति पर्सेन्टेज लिगको लिन्छौँ हामीले भनौँ न, राइट्सको लागि चाहिँ यति यो गरिन्छ भन्ने मोडालिटीमा जान्छ नि त एउटा बिल्डिङ फेजमा भएर सबैले एउटा पब्लिक र प्राइभेट कम्पनी बिचको या भनौँ न यो अर्गनाइजेसन बिचको सहमतिको एउटा रिलेसनसिपमा जाने भने यिनीहरूको के छ, घुवाच्च पैसा माग्यो होइन, अब मार्केटिङ हेर्न परेन, केही हेर्न परेन, कसो गर्न परेन होइन। अब हेर्नु है त, हिजो ट्रेनिङ गर्यो त्यो टिमले होइन, हिजो त्यो टिमले ट्रेनिङ गर्यो होइन, कहाँ छ फुटेज ट्रेनिङ गरेको? सानो इक्जाम्पल के, त्यो केही पनि होइन नि, एउटा डिएसएलआर एउटा आइफोन या जे एउटा राम्रो फोन होइन, जुन राम्रो एउटा आउँछ ट्राइपोडले ट्याक 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 सुटिङ ट्याक 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 1 मिनटको मोन्टाज त हो, के पनि होइन नि त। एकाउन्ट रन गर छ, त्यो छैन। त्यो टिम एनाउन्स गरेको फर्मेट हेर्नु, त्यो ग्राफिक्स होइन त यार, त्यस्तो संस्थालाई कसले स्पोन्सर गर्छ यार होइन होइन, त्यस्तो संस्थालाई कसले स्पोन्सर गर्छ जसको ब्रान्डिङ त्यति विक छ, मार्केटिङ त्यति विक छ होइन, त्यो त कसैले पनि गर्दैन नि त होइन। त्यसले गर्दाखेरि चाहिँ अब मैले देखेको भनेको चाहिँ त्यही हो कि पुरै रिफर्म नहानिकन हुँदैन हो। र म चाहिँ अहिले पनि भन्छु यो राष्ट्रिय मुद्दा हुनुपर्छ होइन। जसले पनि यो भ्युवर्सले हेर्दै हुनुहुन्छ प्लिज यसलाई अब राष्ट्रिय मुद्दातिर पुस गरौँ, म त्यो भन्छु क्या, यसलाई एउटा राष्ट्रिय मुद्दातिर पुस गरौँ, किनभने यसले बहुत कम लाइमलाइट पाइरहेको छ, यसले लास्टै कम लाइमलाइट पाइरहेको छ, र यो मान्छेहरू चाहिँ यो असक्षमै आएर लाइनमा बसिरहन् होइन। यसलाई राष्ट्रिय मुद्दा पुस गर्नै पर्छ कि यो राष्ट्रिय मुद्दा पुस नगरिकन त यसको मैले त सोल्युसन देख्दैन। यो राष्ट्रिय मुद्दा हो, यो राष्ट्रिय मुद्दा हो कि त्यसको एउटा मात्र स्पोर्ट्स यसरी मार्न कहाँ पाइन्छ यार, एउटा मात्र स्पोर्ट्स हो यार यो, अरू कुनै पनि स्पोर्ट्स यस्तो स्ट्रक्चरमा छैन। अरू स्पोर्ट्सलाई चाहिँ अरू स्पोर्ट्सलाई प्रमोट नगरौँ मैले भने होइन क्या, बट यार यसलाई त एउटा लेभलमा पुगेको स्पोर्ट्सलाई त्यहाँबाट उठाएर माथि लैजाने पर्ने ठाउँमा सला लात हानेर 20 कदम पछाडि फालिदिइसक्यो। राजनीति मात्रै गर, राजनीति के दाइ, कस्तो भनेको त स्पोर्ट्स प्रतिको लगाव भएको मान्छे हुन्थ्यो नि यस्तो गर्न दिन्न कि त्यो मान्छेलाई। मलाई होइन स्पोर्ट्स प्रतिको लगाव तिमीले जुन भने नि होइन, स्पोर्ट्स प्रतिको लगाव, फुटबल प्रतिको लगाव कोच एसोसिएसनको मान्छेलाई छैन होला होइन। स्पोर्ट्स प्रतिको लगाव जुन एन्फाको टेक्निकल टिम छ नि, विभिन्न विभाग सम्हालेर बसेको छ नि, युथ सम्हालेर बसेको छ, कोही ग्रासरुट सम्हालेर बसेको छ, कोही कोचिङ एसोसिएसन, सबै कुरा सम्हालेर बसेको छ नि, भित्र छ नि महिला विभाग छ, सबै विभाग। अब यिनीहरू चाहिँ त्यो चेसको पिउसो जस्तो भयो क्या, हुन्छ नि त्यो चेसमा हुन्छ नि राजा बचाउनलाई पिउसो दौडिन्छ नि हो। अब यहाँ मैले देखेको के भने यो स्कार्सिटीको गेम भयो के, या के भने फुटबल सिधै प्रष्ट छ क्या दिमागमा। त्यो महासचिवले हालेको चाहिँ महासचिवको बोल्ने तरिका थाहा, तिमी बोले कसरी बोल्छन् थाहा होइन, प्रष्ट भन्दै छ के फुटबल छैन, तपाईँहरूको काम भइरहेछ यहाँ। अब त्यस्तै त हो, अब इन्फर्मल फुटबल छैन, स्कार्सिटीको गेम के, फुटबल भएको त उनीहरूको पनि काम हुन्थ्यो, कन्टिन्युस लिग भए त कोच एसोसिएसन पनि त त्यो सानो होस्टेल साइडको एउटा सानो कोठामा गएर बसेर त्यहाँ गफ मारेर त बस्नु पर्दैन नि होइन। अब लिग भएको भए रेगुलर उनीहरू गेम खेले गर्नु पर्थ्यो, क्लबले पैसा तिरेर राख्थ्यो। लिग छैन, पैसा आउँदैन, अब के गरी बिहानै 8 बजी एन्फामा हाजिरी जानु पर्यो। एन्फाको बच्चा किड्सहरू त्यो एन्फा ग्रास रुट्स भनेर जुन प्रोग्राम छ त्यहाँ दिनकै एउटा काम छ त्यहाँ। अनि अब फुटबलमा इन्ट्रेस्ट भएका मान्छे जो पहिला प्यासनले फुटबल खेले होइन, अब उनीहरूको त त्यो बेला त एन्फाले जो बेलाको अध्यक्ष उनीहरूको रिटायरमेन्ट प्लानिङ त गर्दैन, रिटायरमेन्ट प्रोग्राम त हेर्दिएन खेलाडीको होइन। यहाँ नेपालमा त रिटायरमेन्ट प्रोग्राम पनि हेर्नुपर्ने जरुरी छ, त्यो गर्दिएन। अब रिटायरमेन्ट प्रोग्राम के भन्दाखेरि आऊ संस्थामै आऊ हेरिदिउँला। अब त्यही हेरेको भरमा उनीहरू पिउसो बनेर अगाडि आएर जे कुराको पनि उनीहरू नै डिफेन्ड गर्न आउने, जे कुरा पनि उनीहरू नै आउने होइन। अनि यो प्रवृत्ति जुन छ छिर्ने बित्तिकै प्रवृत्ति के त्यो हुन्छ नि, एन्फाभित्र छिर्ने बित्तिकै प्रवृत्ति देखाउने के, कमसेकम कहिले कहीँ त त्यो गरिदेऊ नि यार, हुन्छ नि कहिले कहीँ त यो होइन। यस्तो हो के मान्छेले फर्स्ट लाइनमा यस्तो के फर्स्ट लाइनमा ठोकिने मान्छे यिनीहरू हो के। नै फेरि त यस्तो हो नि त, फेरि अब त्यो मैले भने नि यसमा दुईटा, यसमा चाहिँ एउटा मैले चाहिँ के देख्छु भन्दाखेरि चाहिँ उहाँहरूको पनि फुल्ली गल्ती होइन होइन, उहाँहरू गल्ती त होइन, पेसामा उहाँहरू यस्तो पेसामा लाग्नुभयो कि अब भनौँ न स्पोर्ट्समा त्यति बेलादेखि उहाँहरू लाग्ने भनेको चाहिँ अब जे होस् आफ्नो जीवनकाल दिनुभएको होइन, गल्ती होइन होइन।
तर अर्को कुरा के पनि हो भन्दाखेरि चाहिँ उहाँहरू यही लिमिट हुनुको कारण भनेको पनि उहाँहरूको असक्षमता हो के हो त्यो पनि त्यही फ्याक्ट हो फेरि होइन होइन त्यसले गर्दा उहाँहरू त्यो बचाउनुको लागि लड्नु पर्यो होइन त्यो तर एकदम तर यो सबमा हेर्नु यो सबै लफडामा हेर्नु होइन तपाईँले राजु काजी साके कहीँ देख्नुहुन्न क्या होइन जो मात्रै यस्तो मान्छे हो नेपालको एउटा एक हिसाबले सक्सेसफुल कोच भन्नुपर्छ इभन एज अ प्लेयर बिहान बिहान जय देवी जय काली भन्दै स्ट्याटस हाल्दै हुनुहुन्छ बिहान बिहान एकदम फ्रेस आफू खेल्दा रोल्स रोयस मान्छे हो पडाङ पुडुङ डिफेन्स होइन अगाडि होइन जति पनि फुटेज हामीले हेर्न पाइन्छ कोचिङमा पनि गरेकै हो युथ लेभलमा गरेकै हो होइन बाहिर गएर युएफए बी सम्मको लाइसेन्स लिएको मान्छे हो होइन अब हेर्नु न मैले यही सोचेको के युएफए बी गरेर त्यतिको लेभलको मान्छे आयो नेपालमा त्यसको कतै युज भएन कि होइन त्यो कतै पनि युज भएन आजको दिनमा अलिकति बाहिरको नलेज र जियोस राखेको मान्छे वुमेन्सको क्वालिफायर गेम हेर्न जानुभएको थियो उहाँ होइन त्यो हेर्न त्यो फुटबलप्रतिको त्यस्तो छ तर त्यो उहाँ कहिले पनि देख्नुहुन्न को देखिन्छ भन्दाखेरि जसलाई चाहिँ एउटा राम्रो कोच लिएर आइदिएर होइन वुमेन्स टिमसँग एउटा राम्रो कोचसँग काम गर्ने मौका दिँदाखेरि चाहिँ के सिकिस् भन्दा खाना खान सिकिस् भन्ने कोच होइन अनि त्यसपछि उहाँको साथीहरू अन्डर 19 का कोच पनि हुनुहुन्छ आफैले सिफारिस गर्ने मान्छे नि होइन उहाँले त साफ नेपालमा बङ्गलादेशसँग हार्दाखेरि होइन अब मैले त्यतिको विक प्रेस कन्फरेन्स देखाएको छैन त्यतिका विक प्रेस कन्फरेन्स फाइनल होइन फाइनल मैले देखेको छैन फाइनल त्यहाँसम्म प्लेयरले ड्र्याग गरेर लैदिए त्यहाँसम्म प्लेयरले ड्र्याग गरेर लैदिए त्यही प्लेयरले भित्र के विवाद भयो कुरा सुन्नन् यताउति भनेर होइन त्यहाँबाट त्यो दिनुभयो उहाँले अभिव्यक्तिहरू दिनुभयो होइन अब यो बडो छैन के यो जति पनि यो एसोसिएसन यताउति खोक्रो छ पेलेरै लान खोजिरहेछ अहिले सबै कुरा होइन यो अब यो कति पेल्न सकिन्छ र एकचोटि न एकचोटि त फुटिहाल्छ होइन तर मेरो मेन मुद्दा भनेको अहिले चुनाव गर्न दिनुहुन्न होइन चैत 13 मा चुनाव राखेर चैत 13 को चुनाव गर्न दिनुहुन्न र अर्को कुरा भनेको जति सक्दो चाँडो अब यो राष्ट्रिय मुद्दा बनाएर हुन्छ के बनाएर हुन्छ होइन कसको संरचना चेन्ज गर्नुपर्छ गरेर यो एन्फाको यो विधान चाहिँ यो कम्प्लिटली नयाँ हाल्नुपर्छ कम्प्लिटली नयाँ यहाँ त यस्तो छ कि होइन पढ्यो भने होइन वाक्कै लाएर आउँछ क्या होइन मैले पढाएको थिएँ मैले धेरै अगाडि यो राखेपाको खेलकुद मन्त्रालयको एन्फाको सबको एन पढेर मैले होइन ओहो हुँदैन होइन यो संरचनाले स्पोर्ट्स किन भन्दाखेरि स्पोर्ट्स भनेको चाहिँ ढिला सुस्तीवाला होइन के इट्स एक्सन प्याट काम हुनु पर्यो क्या त्यो चाहिन्छ क्या यसमा यो संरचना यो ब्युरोक्रेसी चाहिँ यो स्पोर्ट्सको लागि ठिक ब्युरोक्रेसी होइन यो एकदम खतम नै ब्युरोक्रेसी म त एकदम खतमै ब्युरोक्रेसी भन्छु यो होइन हाम्रो जे पनि यो छ यो लास्ट एउटा क्वेसन राखिहालौँ होइन कोच के लाग्छ त नयाँ कोच एपोइन्ट भएको छ अब कोचको मेरो इस्यु त्यही नै हो होइन अब कोचको मैले त त्यस्तो प्रोफाइल हेर्न पाएन बट मैले सुनेको लाओसको गेम नेपाल र लाओस गेम हुँदाखेरि एसिस्टेन्ट कोचमा थियो अरे सायद होइन कि के थियो मैले जस्ट त्यो मलाई त्यो ब्याकग्राउन्ड चेक गर्न पाएको छैन होला होइन तर अब यस्तो हो उसले साउथ एसियन फुटबल कतिको बुझाएको छ भन्ने कुरा नि आउँछ किनकि 1 वर्षको कन्ट्र्याक्ट दिएको छ होइन अब यो के भन्छ अब खेलाडी पनि यस्तो हो नि त यो भिन्सेन्जोको तरिका जस्तो भिन्सेन्जो आएको बेला जस्तो भयो क्या यो खेलाडीसँग केही पनि छैन एक्सपिरियन्स केही पनि छैन यो त्यो जुन अब कोचले अब कुन लेभलको हेरेर आइसकेको छ अब कतिको डिमान्ड गर्ने हो होइन डिमान्ड एन्ड सप्लाईको कुरा हुन्छ उसले डिमान्ड गरेको कुरा उसले भेट्न सक्छ कि सक्दैन होइन उसले अब खेलाडीको नेचर पनि बुझ्नु पर्यो यो रिजनमा यस्तो यतिको रहेछ त्यो पनि कुरा बुझ्नु पर्यो होइन प्लस अब मेनली भनेको नेपालमा नि कोचले कान्ट डु नथिङ क्या त्यो प्लेयर चाहिँ दिनुपर्ने कुरा हो क्या र प्लेयर्स त्यो दिन सक्ने लेभलमा छैन अहिले हाम्रो प्लेयर्सहरू हुन्छ नि हङकङसँग गएर गेम वहाँ पुरा 90 मिनट्स म त्यसो 60 मिनट्समा गेम सकिन्छ क्या हाम्रो
यो अचम्मलाई मैले त पहिला गेम हेर्दाखेरि होइन म बच्चा हुँदाखेरि नेपालको गेम हेर्दाखेरि नेपाल 90 मिनट भिड्थ्यो यार। अहिले 60 मिनटमा सकिन्छ यार हाम्रो गेम होइन। यो एकदम यो कुरा चाहिँ नि यो कुरा कोचले गर्ने कुरा होइन होइन। एक हप्ता 2 हप्ताको यो क्लोज क्याम्पमा केही पनि हुँदैन। अब यो क्लोज क्याम्प सकेपछि हङकङको गेम सकेपछि फेरि खेलाडीहरू आफ्नो दिशातिर हो होइन। त्यहाँ एन्फा आउने भनेको अब त्यो ताला लाउन मात्रै आउँछ जस्तो छ खेलाडीहरू, कहिले मेडल बान्न कहिले ताला लाउन होइन। अब यसरी चलिरहेछ। सो अब होप जितोस् होइन। मलाई त केही पनि छैन। अब एक वर्ष यो 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 के भन्छ किन ल्याए जस्तो लाग्छ तिमीलाई कोच? अब यो यसको लागि त चाहियो नि त। यो त अरूले खेलाउन मिल्दैन नि। इन्टरनेसनल त्यो फ्रेन्डली यो त अरूले खेलाउन मिल्दैन नि त। यो त यसको लागि त कोच चाहियो त्यही लेभलको, एएफसी प्रो लेभलको होइन। अनि अर्को कुरा भनेको टेक्निकल डिरेक्टरले पनि भनिसक्नु भएको छ त। धेरैले हाले थिए पैसा जोसँग मिल्यो त्यसलाई हामीले दिएको जागिर होइन भनेर भन्नुभयो। उहाँले सर्टलिस्ट गर्नुभयो अरे होइन। उहाँको टेक्निकल टिमले सर्टलिस्ट गर्नुभयो अरे होइन। ठिक छ। टेक्निकल टिमले उहाँको टेक्निकल टिमले प्रो लाइसेन्स कोचहरू सर्टलिस्ट पनि गर्नुभयो अरे। र कोचले जे माग्छ दिनुहुन्छ अरे उहाँहरूले अब होइन। पहिला पनि दिनुभएको के अरे होइन। त्यति बढी भएर धेरै चाहिँदैन मलाई भनेर भागे के अरे डिवाइल्ड। अलिक धेरै नै भयो मलाई भनेर। म्याड्रोस पनि धेरै नै भयो भनेर हो, गाह्रो भयो हो। यत्रो त सुविधा नदिए भए पनि हुने, यत्रो त किन, यत्रो त मैले जर्मनीमा एनालिस्ट काम गर्दा नि दिन्थेन होइन भन्ने भयो म्याड्रोसलाई पनि। त्यही त म्याड्रोस मेरो त एसिस्टेन्ट कोचहरू नि धेरै भए। धेरै भयो एसिस्टेन्ट कोच पनि। ओहो यति धेरै त नगरौँ होला भनेर गयो होइन। होइन मैले देखेको त दाइ यस्तो हो। अब इभन फ्रम द कोच पोइन्ट अफ भ्यू होइन, लाओस कोच गरेछ होइन। लाओस भन्दा नेपाल सिबीमा राख्न पाउनु राम्रै कुरो हो होइन। नेपाल सिबीमा राख्न पाउने राम्रै कुरो हो होइन। र अर्को कुरा भनेको इट्स लाइक हि नोज वाट इज अप टु अनेस्टली। नेपाल आउने भने सर्च गरिसकेपछि उसले 1 इयर कन्ट्र्याक्ट होइन। त्यसपछि त्यो यताउता थाहा छ क्या त्यो। अब हि नोज लाइक इट्स द पेज फर हिम होइन। उसले सायद खाली बस्न भन्दा होइन, किनभने अब अहिले त सिजन मिड सिजन छ, फुटबल क्लबको पनि मिड सिजन हो। खाली बस्न भन्दा बरु 1 वर्षको कन्ट्र्याक्ट लिन्छु, नेपाल एकचोटि घुम्न पनि हुन्छ। दाइ 1 वर्ष त नेपाल घुम्न त राम्रो ठाउँ हो नि त यार होइन होइन। अब कति घटना अनि कति घटनाहरू छ कोचहरूलाई घुम्न जा भनिदिएको होइन। फिफाबाटै होटेलमा थाकिस् त होटेलमा थाक्नु भन्दा घुम्न जा भनेर भनिदिएकै घटनाहरू छन् होइन। त्यसले गर्दाखेरि यो सामान्य हो। अनि मलाई हिँड्नुहोस् किन भन्दाखेरि आफ्टर डिवाइल्ड आई थिङ्क जसले पनि नेपाल आउने बित्तिकै नेपाली फुटबल सर्च गर्ने बित्तिकै सबै खोज्न थाल्यो भने दे विल नो द्याट न्युज होइन। अब उसले चाहिँ लाओस भन्दा कन्ट्री लेभलमा चाहिँ यो हालौँ यसको हालौँ, यो हाल्यो भने चाहिँ यसो होइन मान्छेले हो कि भन्ने पर्छ। एजेन्सीबाट आत होइन नि हो के हो आई डोन्ट नो हेर्दा यसलाई कुन एजेन्सी उ गरेछ। म लिङ्क्डइनमा चाहिँ कनेक्टेड थिएँ यससँग, कुरा गरेको छैन मैले होइन। मैले कुरा गरेको छैन यससँग, मेरो कुरा भएको छैन। सो एजेन्सी मलाई थाहा छैन, बट आई डोन्ट नो। मेट्रोस चाहिँ पहिला एजेन्सी जस्तो यस्तैबाट नै हो भनौँ होइन। 8-9 महिनामा जान्छ यो पनि होइन। त्यो 8-9 महिनामा कतिवटा गेम खेल्छ नेपालले। यो के भन्छ अब नेसन्स लिग पनि कुरा आएको थियो के अरे। एसियन नेसन्स लिग होइन, एएफसीको नेसन्स लिग 27-28 तिरबाट हो दाइ त्यो 27 तिरबाट हो क्या त्यो 27 तिरबाट दाइ। त्यसलाई टाइम छ अझै। यो जाँदा यो गएपछि बल्ल नेसन्स लिग हो। गएपछि हो 27 मा 26 मा होइन 27 मा बल्ल नेसन्स लिग भनेर भनेको थियो। टोटल फुटबलले त पाउँदैन होला नि होइन नेसन्स लिग। टोटलै छ टोटलै छ। टोटल फुटबलले अलिक गाह्रो छ। राम्रो हो नि दाइ, दिनभरि अफिस बसेर जब पाएपछि मात्रै नेपालमा नम्बर 9 छैन भन्ने थाहा पाउने पनि खतरा हो। कला हो एउटा जीवस होइन। यस्तो हो एउटा रेगुलर फुटबलिङ टर्म्स फाल्दिउँ भनेर हो होइन। त्यो यस्तो दिउँ न कति हो भन्ने। लुक एट द आइज चिको भनेर थाहा पाउँछ भनेर यत्रो यत्रो चस्मा लाएर नै आइदिनु हो। आइज नेभर लाइ
आइज नेभर लाइ Eyes चिको never भने lie. जस्तो तर 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 ढाक्छ नि त अनि होइन अँ, ऱ्यान्डम फुटबलिङ टर्म्स फालिदिउँ अलिकति होइन सरले त ट्राई अँ, गर्नुभयो नि फुटबलिङ टर्म्स टोटल फुटबल यहाँ नम्बर 9 भएन हाम्रो हाम्रो अलिकति टेक्निकल त्यो थ्रु के अरे के भन्नुभएको थियो खै मैले फ्याट्टै बिर्सेँ 1-2 टेक्निकल technical टर्म फाल्नुभयो pawnes. त्यसपछि Yeah. Technical pawnes. होइन फुटबलिङ के कुरा थियो कि टेक्निकलको केही टर्म्स फालिदिनु भयो अनि त्यसपछि ए अब यो नेसनल टिमको फेरि प्लेयर्सहरूले मलेसिया कुला लुम्पुरमा सिक्यो होला यसो होइन जाँदाखेरि। त्योभन्दा अगाडि नै फाल्नुभयो होइन सर अब टेक्निकल टिमको फेरि राम्रो अफिस छ नि फेरि थाहै थाहा त्यो पछाडि प्याराफिट पछाडि राम्रो छ नि अफिस त फेरि बट दाइ के लाग्छ मछिन्द्रले लिग जित्छ लास्ट यो प्रेडिक्सन अब गरिहालौँ मलाई न। त्यस्तै लागेको छ मलाई चाहिँ मेरो चाहिँ प्रेडिक्सन त्यही नै हो मछिन्द्रले जित्छ होला लिग चाहिँ होइन तर अब आज के भयो हार्यो कि के हो एक गोल त आर्मीले हानेको आज देखाएको थिएँ मैले मैले आजको हेरेको छैन आर्मीले जित्यो आजको होला खै। लास्ट यो अघिको आर्मी गेम 23 थियो एकछिन हल्ट भएर पानी परेर हावाहरू चलेर हल्ट भएर एकछिन त्यो भएको थियो अब आर्मीले कम के अरे त्यसले गोल हानेर चाहिँ देखाएको थिएँ मैले हाम्रो नवयुग श्रेष्ठ होइन अनि त्यसपछि अब के आर्मीले छ 2-1 मलाई जित्यो। जितेछ ओहो आर्मीले 2-1 बट जित्यो। आई गेस मछिन्द्रले जित्छ होला किनकि प्लेयर्स यस्तो त्यो एलिजोन र त्यसले नै बचाइराखे क्या जुन त्यो ललितपुरको थियो नि त्यो के अरे बुझेँ मैले बुझेँ मिडफिल्डर हो त्यही दुइटा त अनि अब यस्तो के यो लिग हेर्न लायक लिग छैन होइन टु बी फेयर भन्दाखेरि यो लेभलको लिग होइन किनकि मैले यार टु बी अनेस्ट मैले बी डिभिजनमा बस्दाखेरि यो मेरो क्लबबाट के मतलब मेरो क्लबबाट हुँदैन यो भनेर मैले बेन्चमा राखे खेलाडीहरू स्टार्टिङ गरेर खेल्दैछ क्या होइन एभ्री गेम खेलिरहेछ अनि त्यो मलाई चाहिँ यो लेभलको होइन यो विदेशी आएर पेलिदिन्छ पापा युबी आएर हेर न एउटा डिफेन्डरलाई छुन सकेको छैन यार त्यसलाई यार छुन्न दाइ त्यसलाई छुन्न के बेला अनि छुन्न अनि अब त्यही भएर चाहिँ मछिन्द्रले जित्छ होला किनकि प्लेयरहरू पनि उनीहरूले राम्रै जम्मा गरेर राखेको छ नेपाली प्लेयरहरू पनि राम्रै प्लेयरहरू राखेको छ होइन अलिकति आइक्यू राम्रै भएको प्लेयरहरू छ क्या मछिन्द्रमा अनि प्लस अब मिडफिल्ड र डिफेन्स धान्दिसकेपछि गयो कि नेपाली लिग जित्यो क्या होइन अब एउटा यस्तो मिडफिल्डर राख बिचबाटै गोल हानिदिइराख होइन त्यस्तो त आउँथेन नि त नेपालमा मिडफिल्डमा त्यो टोरिक जेब्रिन बाहेक नेपाली लिगमा त्यस्तो मिडफिल्डर थिएन अहिले यो के त्यो ललितपुर कसमा फ्याट्टै नाम आएन ऊ त तोप छ प्यालेस्टिनको अनि यति भइसकेपछि त सकिगयो नि जित्छ होला सायद अब पछि गेम कति गेम 5वटा बाँकी छ क्या अब होइन इन्ट्रेस्टिङ त लिग त इन्ट्रेस्टिङ नै छ अब अलिकति म्याथ पनि सिकिने खालको लिग छ होइन प्रोबेबिलिटी स्ट्याट्स त खतरा सिकाइदिन्छ प्रोबेबिलिटी स्ट्याट्स अनि यो थ्योरमहरू त मजाले सिकाउने नै छ लिगको पारा तर यो लिग चाहिँ आई थिङ्क इट सुड हेभ बेटर इन्टिग्रिटी आई थिङ्क यो चाहिँ एग्री गर्नुपर्ने पोइन्ट हो कि त्यो त हो यो चाहिँ यो इन्टिग्रिटी धेरै नै कमजोर भयो हामीले अगाडि एन्फाको यताउतिको कुराहरू टच गर्यौँ बट यो लास्टमा हामीले इन्टिग्रिटीको कुरा चाहिँ गर्नुपर्छ होइन एक त अब अपिल कमिटीको र डिसिप्लिनरी कमिटीको फेरि डिसिजन्सहरू पनि जति पनि डिसिजन्स दिएको छ त्यो कुनै पनि डिसिजन्स लाइक रक सलिड भएको पनि छैन फेरि होइन रिसेन्ट टाइममा हेर्दाखेरि 3 स्टार र एपिएफकै कुरा आयो होइन अब त्यसपछि अहिले अब अपिल कमिटी नि चाहिने यो त्यसमा त यो अहिले राप्ती फुटबल क्लबलाई हटाइदियो नि त्यसबाट एन्फा त्योबाट क्लबको दबाबबाट हटाइदियो अरे ल त्यस्तो नि हुन्छ मिटिङमा दबाब गरेर हटाइदिने हुन्छ त्यही भएर मैले चाहिँ यो सबै क्लब चाहिँ भन्दैन मैले होइन तर यहाँ क्लब चाहिँ एउटा अलिकति मजाकै गेम खेलिरहेको छ ताल परे लिग जित्ने क्लबले भन्दा बढी पैसा कमाउन सक्छ त्यो क्लबले होइन त्यो कारणले गर्दाखेरि चाहिँ कमाइसके पनि होला त्यो कारणले गर्दा चाहिँ लिगको अब अलिकति औकात राखिदिनु पर्यो क्या होइन त्यसरी त्यो मनमानी जे पनि हुने त्यो चाहिँ त्यहीमा चाहिँ जान भएन होइन त्यहीमा चाहिँ जान्छ भने चाहिँ यो लिग हेर्नुको अर्थ रहेन नि त किन आफै सोध्नु न लिग हेर्नुको अर्थ नै रहेन नि त हामी त त्यो त मर्यो नि त यार त्यो सेन्स नै मर्यो नि त होइन
त्यो चाहिँ मलाई चाहिँ लाग्छ आई थिङ्क दुईटा लिग कुरा अब आउने लिग हेर सरकारले भनेर खेलाइदिएको पनि छैन क्या त्यो एक त त्यसो पनि हो होइन दर्शकको लागि खेलिदिने हो खासमा फुटबल दर्शक बिना खासै केही नै छैन यिनीहरूले जति पनि फुटबल गर्छु भन्छ नि त्यो के को लागि जस्तो झाडा टिनरलाई गरे त हो नि हामी नै गइदिएनौँ भने एक त जाँदैन पनि र प्लस अस्ति अब आर्मीको कोच बालगोपाल मर्जलले भन्ने त्यो खेलाडी लडाइ कोही टिप्न पनि आउँदैन खेलाडीलाई लिन पनि आउँदैन बल गयो भने बल आफै टिप्न जानु परेको छ यताउता कुरा नि भन्यो होइन अब त्यो पनि अब ग्राउन्ड म्यानेजमेन्ट कतिको त्यो त कमिटीले हेर्ने हो नि त होइन सबै कुरा हेर्ने हो अब त्यो पनि छैन त्यो मैले यो हेर्न लायक बनाइदिएको लिग पनि होइन अनि 800-900 कतिले हेरे हान र दिनमा 10 जनाले हेर्दैन होला क्या त्यहाँबाट पनि एमएसएम भिडियोबाट होइन मलाई नि झ्याउ लाग्यो भने आफ्नै क्लबको यसो परे बेला म एकचोटि ग्राउन्डमा पाइला टेके होइन होइन यो कार्ड लाएर जाने लाज भइसक्यो त्यहाँ एक त पछाडि छ क्लब झ्याउै भइसक्यो अनि त्यही भएर अब ठिक छ 12 मा रहेछ होइन 12 राम्रो टिम छ क्लबले एउटा मात्रै गोल गर्दा त मान्छे कार्ड लगाएर जान्थे त्यो त अब दाइ के गर्ने इट्स अ पार्ट अफ द जब इट्स अ पार्ट अफ द जब के गर्नु हैन तर ठिक छ दाइ आई थिंक हाम्रो डिस्कसनको निष्कर्ष भनेको नयाँ आउने सरकारले चाहिँ यो राष्ट्रिय मुद्दा हेर्नु पर्यो यो सबै कुरा संशोधनतिर लाग्नु पर्यो अर्को भनेको चाहिँ यो इन्टिग्रिटीको विषय एकदम इम्पोर्टेन्ट कुरा हो नेपालमा स्पोर्ट्स इन्टिग्रिटीको विषय त्यसलाई चाहिँ एकदम हेर्नु पर्यो र अहिले गरिरहेको जुन काण्ड छ त्यसलाई प्लिज राम्रोसँग अब्जर्भ गरिदिनु पर्यो अर्को कुरा भनेको जुन हामीले कुरा गरेको थियो त्यो छुट्यो स्टेक होल्डरको जुन हाम्रो फ्यान्सको स्टेक होल्डर छ यसलाई पनि एउटा राम्रो चाहिँ त्यो एड्रेस गरिदिनु पर्यो यसको यो कुरामा पनि छलफल चाहिँ हुनु पर्यो हो सो त्यही हो हाम्रो ओपिनियनहरू यही हो इफ देयर इज अ मोर इन्ट्रेस्टिङ कुराहरू या केही प्रेसिङ सिचुएसन आयो भने हामी त्यसलाई काउन्टर प्रेस गर्न फेरि भिडियो लिएर आउनेछौँ यो चाहिँ कोल्याब हामीले फर्स्ट टाइम यो युट्युबले दिएको फिचर युज गर्ने सन्दर्भमा छ यदि भिडियो मन पर्यो भने चाहिँ लाइक सेयर यताउति गरौँ र प्लिज आफ्नो ओपिनियन चाहिँ सबै कुरा चाहिँ ड्रप गरौँ यार सुनौँ हामी पनि हेरौँ हामी पनि तपाईँहरूको विचार के छ अनि इफ कोही यहाँ ल कानुन यताउति पढेको छ भने प्लिज मलाई डिएम गर्नुहोस् कसरी हुन्छ यो संशोधन के गर्न मिल्छ एकचोटि छलफल गर्नुपर्ने छ के छ एन्डिङ नोट एनिथिङ जो यतापट्टि तपाईँले प्लसमा यतापट्टि देखिरहनु होला एउटा च्यानल देख्नु भयो होला होइन त्यो च्यानल एकचोटि खोलेर त्यो एकचोटि अलिकति खियासिया ला होइन त्यसलाई नि यसो जति पनि नयाँ भ्युवर्स जोडिदिनु भएको छ पुरानोले त थाहा छ म को भनेर होइन म 6000 हुँदा थियो होला अहिले 12000 13000 कति पुगेको छ जुन त्यो नयाँ 6000 छन् जुन नयाँ हेर्दैछन् उहाँले गरेर म पनि थिएँ त्यतिखेर तर अब कारणवश अब यो जति दिन लिग भएन नेपालमा अब त्यसरी सोच्नुहोस् तपाईँले पनि फलो हानिदिनु होला होइन सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरेर ट्याङ्ग बजाइदिनु होला म आइहाल्छु म त्यसपछि 30-40 यो सब्सक्राइबर बढ्ने बित्तिकै आहा मेरो झिलिली भइहाल्छ हालिदिइहाल्छु म भिडियो त्यो आहा झिलिली पार्ने काम चाहिँ गरिदिनु होला होइन आहा झिलिली पार्ने काम चाहिँ गरिदिनु होला ल